पाक्यो, भात पनि सँगै पाक्यो। यसरी पो हुँदो रहेछ है, सही हुँदो रहेछ, सही तातो तातो। ल खानासँगै आलु नि पाक्यो, अन्डा पनि पाक्यो। सजिलै रहेछ हौ यो आइडिया पनि। मैले पनि टिकटकमै हेरेर गरेको हो, हजुरहरूले पनि ट्राई गर्नु होला। अब त्यति गऱ्यो, यतातिर सबै तरकारीहरू रेडी भयो। तरकारी पकाउनु हो। भान्सा चाहिँ भत्रा मजाले पाक्दो रहेछ। आलु पनि अन्डा पनि। राम्रै लाग्यो है मलाई चाहिँ साथीहरू यो आइडिया।